पार्ट दोहोऱ्याउनु पर्छ, पार्टलाई ढिलो गर्नु पनि हुँदैन, तर क्वेसन त्यसलाई पार्ट 5 लाई सिकाएको दिन जस्ट पार्ट 5 हुन्छ। ल मैले हजुरलाई खुसीको खबर भनिदिएँ, द डे वी आर लर्निङ पार्ट 5 हामी 1 2 3 4 के पनि ल्याउँदैनौँ बिचमा, पार्ट 5 मात्रै हुन्छ होल क्लास एक दिन, 1 डे होल क्लास पार्ट 5, नेक्स्ट डे के छ भन्नु त, नेक्स्ट डे होल क्लास पार्ट 5 प्र्याक्टिस, 2 दिन होल क्लास कपी लिएर बस्ने, लेखेर बस्ने, स्क्रिनसट लिने, आइडिया टिप्ने, 1 डे फुल छलफल गर्ने, तपाईँले डाउट लागेको क्वेसन सोध्ने, यस्तो चाहिँ आउँदैन कतै सर, यस्तो पनि भयो, एउटा साथीले भन्यो देखिनका कुरा हुन्छन् नि जति हाबी चाबी कुरा सबै तपाईँले सोध्न मन लागेका, सोध्न मन जाए थाहै छैन सरले सिकाउनु भन्ने चुप्प लाग्ने, सुनेका हुन्छन् नि के सुनेर बजारमा बसेका, तिनीहरूले सोध्ने, 1 डे त्यस्तो हुन्छ। अनि मैले पुरा पार्ट 5 को पुरै इतिवृत्तान्त, त्यसको महाभारत सबै कस्तो क्वेसन आउँछ कस्तो आउँदैन पनि सिकाउँछु म, किनभने धेरै हल्ला छ बजारमा, यस्तो आयो भने के गर्ने, आउँदैन आउने क्वेसन चाहिँ आयो भने के गर्ने भनेर छलफल गरेको छ, त्यो त कामै भएन नि, आउँदैन त्यस्तो क्वेसन किन छलफल गर्नु। तर त्यस्तो पनि रहेछ फाल्तुको क्वेसन, कता टिकटकमा हेरेर मान्छे बिचरा कन्फ्युज भएको, अनि त्यो नआउने खालको पनि म क्लियर गरिदिन्छु फर्स्ट स्टेप, त्यो भोलि हुनसक्छ पर्सि। वाइ किन सरले ढिलो गर्नुभएको, होइन नि ढिलो गरेको, पार्ट 5 जानुभन्दा अगाडि पार्ट 1 पार्ट 2 पार्ट 3 पार्ट 4 लाई 3-4 लाई मजाले बुझ्यो, तपाईँले बुझ्नुभयो 3-4, तर प्र्याक्टिस बाँकी नै छ, आज गरौँ भोलि गरौँ, त्यहाँबाट पार्ट 5 2 दिन, एकको पार्ट 5 भन्दा अर्को हुँदैन 2 दिन चाहिँ, तर त्यहाँ के कामको यो अहिलेको नलेज के काम लाग्छ, 1 2 को नभएर 3 4 को जको साउन्ड, पास्ट टेन्सको इडी को साउन्ड, मैले यतिवटा कम्प्युटर मगाएको थिएँ, तपाईँको बिग्रेको आयो, फलानु आयो, कम्प्लेन गर्ने, त्यो हो नि त, त्यो त बोलेर फोनमा रेकर्ड छोडेर भोइस मेसेज छोड्ने हो नि त, कम्पनीलाई, कुनै कम्पनीलाई, फर्निचरलाई, होटललाई खाना मगाउने, त्यो नै हुन्छ त्यहाँ, होइन म सिकाउँला, 1 मिनटको बोल्नुपर्छ, लामो हुन्छ त्यहाँनिर, प्रोनाउन्सिएसन काम लागिहाल्छ, त्यो मात्रै जान्छ 3 4 को, अरू केही पनि जाँदैन, टोटल डिफ्रेन्ट हो, लामो पनि त्यही हो। तर आज के गरौँ, लेट्स गो टु एकचोटि नयाँको लागि पनि ठ्यास्स 2 मिनट। धेरै बिगार्ने प्रोनाउन्सिएसन के हो विद्यार्थीले, नेपालीहरूले भन्दा 4वटा प्रोनाउन्सिएसन धेरै बिगार्छ विद्यार्थीले, 6वटा भनिरहेको थियो, 4वटामा कसरी झऱ्यो भन्नु होला तपाईँले, सबाट हुने 3 किसिमको साउन्ड हुन्छ लास्टमा, जस्तो CATS भनेको क्याट्स भने जस्तै लास्टमा स लागेर हुने वा ES लागेर हुने, त्यसको 3टा साउन्ड हुन्छ, एउटा स हुन्छ, एउटा ज हुन्छ, एउटा इज हुन्छ, अनि मैले 4वटा टोटल भनेको छु होइन, टोडी बिगार्ने। अर्को इडी पास्ट टेन्सको PLAYED भनेकोमा 3टा साउन्ड हुन्छ, एउटा ड हुन्छ, एउटा ट हुन्छ, एउटा इड हुन्छ है, म फेरि 4वटा किन भनेको म भनौँला, ड हुन्छ, ट हुन्छ, इड हुन्छ होइन, नो प्रब्लम सृजनागिरी, नो प्रब्लम, फेरि आउनुभयो तपाईँ, तारा बसन्जेल आउनुभयो, ओके गुड। अब ट ड इड इडीको हुन्छ, स ज इज 3 गर्दा, अनि मैले 4वटा किन भने त 6वटा भन्नुपर्ने हो नि मैले। अब म तपाईँहरूको लोड घटाउँछु, 50% त नभनौँ 40% म लोड घटाइदिन्छु, टाउको भादीले हटाइदिन्छु। किन त्यस्तो भने मैले 6वटा नभनेर, यसको 3टा हुन्छ, इडीको 3टा हुन्छ, 6वटा हो नि त सिधा सिधी म्याथ्स त, तर मैले 2टा हटाइदिएँ। के हटाइदिएँ, स साउन्ड हटाइदिएँ, स हटाइदिएँ, यसबाट स आउने हटाइदिएँ, इडीबाट ड आउने हटाइदिए। किन हटाउनु भयो सर, यो कहिले बिगार्नु भएको थियो र सिक्न परेको छ, कहिले बिगार्नु भएको थियो, मलाई त्यो मात्रै भन्नु, कहिले बिगार्नु भएको छ नि तपाईँले जिन्दगीमा, एकपल्ट बिगार्नु भएको छ यो, कुनै नेपाली विद्यार्थीले बिगार्छ, संसारभरिको नेपाली विद्यार्थीले, नेपालभरिको 75 बिगार्दैन। CATS क्याट्स भन्न कसैले पनि बिगारेको छैन, स सिक्नु पर्दैन, स त सिके, तपाईँले धेरै जानेर स बिग्रेको, समा ज भन्ने ठाउँमा पनि स भनिदिनु भएर पो बिग्रिया हो त, स भन्न त बिगारेको होइन नि त, सको सबै करेक्ट छ तपाईँको, त्यो नयाँ सिकेकै होइन। प्लुरलको यसबाट 3टा साउन्ड आउँछ भन्ने क्रममा 3टा छ भन्नु परेको हो मैले, तपाईँले नजानेर होइन, यस त तपाईँलाई आउँछ त, CATS क्याट्स स्टुडेन्ट्स, तपाईँले त टिचरमा पनि स नै भनिदिनु भएको छ, त्यहाँ ज भन्नुपर्नेमा चाहिँ स भनेर बिगारेको थियो, तर स बिग्रेको होइन तपाईँको, ज चाहिँ बिग्रिया, भनेपछि तपाईँले स कहिले सिक्नु परेको छैन भने तपाईँलाई बिगार्न सक्ने चान्स जको र इजको, क्लासिज नभनेर तपाईँले क्लासेज भन्नुहुन्छ, इज भन्नुहुन्न, म्याचिस नभनेर म्याचेस भन्नुहुन्छ, त्यो बिग्रेको। GIRLS मा गर्ल्स भन्नुहुन्छ, गर्ल्स भन्नु ज नभने हो, नभए त तपाईँले बिगार्नु भएको छैन, सको त कहिले बिगार्नुहुन्न, जकै पनि बिगार्नुहुन्न, कति त BOYS त बोय चाहिँ भन्नुहुन्छ, त्यही भएर एउटा लोड घटाइदिएँ मैले, सको घटाइदिएँ, यसबाट आउने स तपाईँले सधैँ करेक्ट भनी आउनु भएको छ, आजसम्म भन्नुभएको छ, भोलि पनि भन्नुहुन्छ, यु अल यो क्लासमा भए जति हामी 60 जना छौँ, 58 जना सायद विद्यार्थी, कसैले पनि बिगार्दैन,
त्यसलाई तनावै नलिनु, छोडिदिनु। भनेपछि अब कतिवटा सिक्नु पर्यो त सको साउन्ड, स र इएसको दुईटा। अब आएमा इडीको साउन्डमा। मैले 4वटा भन्नुको कारण चाहिँ के हो तपाईँलाई म बताउनु खोजेँ आज। ढुक्क बनाउनलाई अलिकति सजिलो, मेन्टली यु बिकम कन्फिडेन्ट। आत्मविश्वास बढाउनु पर्छ, हो पनि सत्य त्यही। फेरि झुटो भनेर आत्मविश्वास बढाउनु हुँदैन, फेरि फाल्तुको मोटिभेसन दिएर कामै छैन, रियल कुरा गरेर मोटिभेसन गर्ने हो। इडीको पनि तपाईँले 3टा साउन्ड होइन, लेख्दा चाहिँ 3टा लेख्नै पर्छ। मैले हाउ मेनी साउन्ड्स सर, ड ट इड, टिड बा डिड हुन्छ होइन, तर ड कहिले सिकाउनु पर्यो? PLAYED मा प्लेट भन्न मैले सिकाउनु परेको थियो आजसम्म कुनै नेपालीले? सबैले भन्छ ड। ड भन्न कसैलाई गाह्रो भएकै छैन अहिलेसम्म। त्यो त्यसैमा त्यो फर्मुला ल्याउँदा गाह्रो नबनाउनु। डी इज अलवेज क्लियर इन योर माउथ। You are always right. You have always been right. You are right today, you will be right tomorrow. You were right yesterday. You have always been right, you will always be right. With the sound D. And in the plural, with the sound saw. So D पनि सिक्नु पर्छ भनेर नलाग्नु। त्यो टाउको दुखाइ लिने होइन, पछि रट्नु पर्छ है। ASK, asked, WASH, washed ED मा। मैले हिजो लुगा धोएँ, I washed, त्यो चाहिँ हामीले बिगार्न सक्छौँ, washed भन्न सक्छौँ। WATCH, वाच, चको पनि इडी ट हुन्छ। I watched टिभी नभनेर चरट मसला पिसे यस्तो नगरेर I watched भन्न पनि सक्छौँ हामी। STOPPED मा ट नभन्न पनि सक्छौँ हामी। स्टप्ड भन्न सक्छौँ हामी, ड भन्न बेर लाउँदैनौँ। ड बिग्रेको होइन, तपाईँले ड बढी युज गरे हो। ड त शुद्धै थियो, शुद्धमा पनि गरेको, नचाहिँदामा पनि गरे हो। जस्तो सलाई ज भन्ने ठाउँमा स भने जस्तै। मान्छे ड नसिक्नु, ड जानेकै छ, ट सिक्नु, इट सिक्नु, सक्यो। मान्छे तपाईँले होल साउन्ड सिक्ने भनेको प्रोनाउन्सिएसनको पाटोमा क्याम्ब्रिज अपस्किल टेस्टको स्पिकिङमा होल साउन्ड सिक्न पर्ने भनेको 4वटा हो। तर के 4वटा मात्रै हो त? अब यो इडीको नभएको, एस नभएको वर्डहरू सबै शुद्ध छ त हाम्रो। कतिमा कम्प्रिहेन्ड भन्ने वर्ड दिएँ मैले, कोही कोही वर्ड त अलिकति यतिकै पनि पास्ट टेन्स प्रेजेन्ट टेन्स नभइकन, प्लुरल नम्बर नभइकन पनि बिगार्छ नि विद्यार्थीले। जस्तो यो कम्प्रिहेन्ड हो भनेको बुझ्नु, अन्डरस्ट्यान्ड गर्नु। I comprehended the joke. Pema Tamang told me a joke yesterday and I comprehended it. But other students, all the students in the class did not understand. They did not comprehend. I comprehended and I laughed. म खुब हाँसे, मैले चाहिँ बुझेँ, अरूले बुझेनन्। कम्प्रिहेन्डेड, यो आफैमा शब्द भरबान पनि त गाह्रो छ नि। हाम्रो विद्यार्थीले GUAR लेखेर DIAN दियो भने पनि त बिगार्छ नि। कहाँ प्लुरल नम्बर आयो त यहाँ, कहाँ इडी आयो? आएन नि। गार्डियन भन्दैन उसले, गार्जेन भन्ने बानी लागेको छ बोर्डिङदेखिकै। सरकारी होस् कि बोर्डिङमा गार्जेन मिटिङ भनेरै बसेको छौ, जको उच्चारण नै छैन यहाँ कहीँ पनि। गार्डियन हो, अभिभावकलाई गार्डियन भन्नुपर्छ, तर बानी छैन। ओ यस्ता पनि त केही होला नि, यो ज र स ज र इज र ट ड को बाहेकका यस्तालाई चाहिँ कहिले सिकेर साध्य हुन्छ? कति छन् कति यस्ता त सर डिक्सनरीमा। वर्डै दिएर मलाई कुन आउँछ पार्ट 3 4 मा। तपाईँलाई त्यो तनाव छ, मलाई थाहा छ त्यो कुरो। अहिले मैले भनेपछि तनाव सुरु भयो ला, होइन। विवान लेभलको वर्डहरू आउँछ, साह्रै धेरै तनाव छैन। हामी हेर्छौँ अस्ति भएको इक्जाममा कुन आएको थियो, पहिले आएका संसारभरिको क्याम्ब्रिज टेस्ट हामीसँग त छ नि त, तपाईँहरूसँग पो छैन त, बजारमा पो छैन त, युट्युबमा पो छैन त, हामीसँग त क्वेसन छ नि त। हामीसँग त हजारौँ छन् नि क्वेसनहरू। हामीले त पहिलेदेखिको संसारभरि भएको क्याम्ब्रिजको क्वेसन निकालेर लोटसबाट त हामीले त क्याम्ब्रिजबाट सिधै सम्पर्कबाट ल्याएका क्वेसनहरू छन् नि त हामीसँग त। हामीले त विदेशमा त यो इक्जाम हुन्छ नि, नेपालमा पो पहिलोचोटि भएको त। अनि त्यो सबै चाहिँ हामीलेसँग त छ। हामी त्यहीँबाट ल्याएर पनि बढी जस्तो दोहोरिने शब्द त्यसमा पनि गाह्रो के छ त्यो स र ज को छोडेर, त्यो हाम्रो विद्यार्थीलाई प्र्याक्टिस गराउनु पर्छ कि पर्दैन? हाम्रो क्लासको लागि गराउनु पर्छ। हाम्रो लोटसको विद्यार्थीलाई गराउनु पर्दैन? उसले त्यस्तो शब्दहरू पनि त अलिकति कन्फिडेन्स त बढाओस् न कमसेकम। किनभने त ज र इडीको मात्रै आउने त होइन नि। यस्ता 50वटादेखि 100वटा वर्डहरू म लेखेर नेपालीमा उच्चारण सहित पठाउँछु, तपाईँलाई आउँछ त्यो संस्थाबाट। त्यसलाई तपाईँले मैले यसरी भन्दो रहेछु, यसलाई यति धेरै टाउको नदुखाउनु, सामान्य सुधार गर्नुभयो भने सबै त आउँदैन नि। त्यसो भने अरू ठाउँमा पनि काम लाग्छ। धेरै छैनन्, थोरै छन्। नेपालीको भन्दा धेरै बिगार्ने अरू पनि जाति छन्। बङ्गालीहरूले हामीभन्दा बढी बिगार्छन्, अफ्रिकनहरूले हामीभन्दा बढी बिगार्छन्, धेरै बिगार्नेहरू छन्। हाम्रो कम बिग्रिनेमा पर्छौँ हामी। डोन्ट वरी, म बनाउँछु त्यो पनि है। प्रोनाउन्सिएसनमा त्यो पनि पर्छ, त्यो पनि सम्झाएको मैले।
सरले भनेको छडा रट्छु अनि सिद्धो मेरो पऱ्यो भनेर त्यो धेरै सुधार भयो त्यो, तर सबै सिद्धेको त होइन नि। अघि मैले बनाउँदा कम्प्रिहेन्ड भन्न नसकेर एउटा नानीले, तारा गुरुङ भन्ने नानीले कम्प्रिहेन्ड गरेर 3 चोटि भन्नुभयो। अनि मैले यसो सोचेँ होइन हुँदैन है, त्यो पनि हाम्रो प्लानमा रह्यो त आज र भोलिलाई है। पर्सिदेखिको मैले आरसी बोरो थापाजीले भने जस्तै अरू साथीहरूले पनि भन्नु होला, पार्ट 5 मा वी विल जम्प, लेट्स गो। सको 3टा, जको 3टा, सको 2टा, इडीको 2टा। अब हामी जाउँ स्क्रिन शेयरमा। म किन ढुक्क भएँ भन्दा जतिले जोइन गर्नुभयो अब आउनुहुन्न, 64 हामी छौँ ढिलो भएको विद्यार्थीले। अब हामी जाउँ स्क्रिन शेयरमा। अनि म 1 2 3 4 5 सेन्टेन्सेस आफै पढेर सुनाउँछु, नयाँ विद्यार्थीले पनि हेर्नु। स्क्रिनमा देखिन सर, मेरो मोबाइलमा कभर भएन सर, फुल भएन, आधी मात्रै देखियो भने म एउटा सेन्टेन्सलाई आधी अनि फेरि तल झारेर आधी। माई नेम इज रामप्रसाद शर्मा छ भने माई नेम इज अनि तलपट्टि रामप्रसाद शर्मा राख्छु, त्यो भएपछि सबै देखिन्छ। कोहीको मोबाइलमा देखिँदैन, त्यो पनि समस्या रहेछ। मेरो पो ल्यापटप छ, सबैको नहुन सक्छ, मोबाइलमा चाहिँ कोहीको देखिँदैन फुल। त्यो भयो भने तानमला है त। अनि म पढेर 4-5 वटा चाहिँ सुनाउँछु, त्यहाँबाट 7औं नम्बरबाट चाहिँ ठ्याक्क विद्यार्थीको नाम टिप्छु म जस्तो भन्छु सानु मोक्तान भनेपछि यस सर भन्नु पर्यो। अब आर यु रेडी भन्दा यस भनेपछि अब तपाईँको 7 नम्बर पढ्ने पालो भन्छु म। बल्ल 7 नम्बर देखा पर्छ, त्यहाँ अगाडि देखाउँदिनँ। अनि तपाईँलाई 4 सेकेन्ड्स अनि आउँछ, अनि तपाईँले पढ्नु। अनि सानु मोक्तानले पढेको साथीहरूले पनि जज गर्नु, वाग्ले सरलाई छोडेर नबस्नु। कहिलेकाहीँ मैले नसुन्न पनि सक्छु, मैले त सुने सर क्लियर छ भन्ने तपाईँले सुनेर पनि सिक्नु। आरसी बोरोले बोलेको पेमा तामाङले सुन्नु पर्यो, पेमा तामाङले बोलेको घनश्याम चौधरीले सुन्नु पर्यो, डिफ्रेन्ट स्टुडेन्ट्सले बोलेको डिफ्रेन्टले सुनेर पनि त सिक्नु पर्यो नि होइन। आज त्यो गरौँ ल, म पढ्छु है त 5 वटा जति, 5-7 वटा म पढिदिन्छु बानी लाउन ल। लेट मी शेयर द स्क्रिन नाउ। Just tell me yes or no. Can you see the screen? Yes, sir. Yes, sir. Everyone? Yes, sir. Very good. Very nice. That's good news. If you can see, now number 1, हेर्नुस् म पढ्छु, तपाईहरुले जे पढेको छ अब 5-6 वटा मात्रै पढ्छु, नयाँको लागि पनि काम लाग्यो। 7 नम्बरबाट चाहिँ विद्यार्थीको नाम लिन्छु। गेट रेडी, सुन्नलाई पनि गेट रेडी, गर्नलाई पनि गेट रेडी। द टिचर, म एआईलाई पढ्ने भन्दा स्लो पढ्छु अहिले, कम्प्युटरमा पढ्दा अलिकति फास्ट पढौँ, यहाँ म स्लो पढ्छु तपाईहरुको लागि। द टिचर, त्यहाँ एस छैन, म पहिले के गर्छु हेर्छु 4 सेकेन्डमा। के हेर्छु थाहा छ मैले? इडी हेर्छु पहिले, आँखा चाहिँ गाड्छु। एएसकेइडी मा इडी आयो, क्वेशनमा एस आयो, स्टुडेन्टमा एस आयो, आन्सरमा इडी आयो। ओहो, यो 4 वटा त एकदम इम्पोर्टेन्ट छ मेरो लागि। तर जको कुरा छ, स र डको त मलाई मतलब भएन, मलाई आउँछ। त आउने र ज आउने आयो भने मैले मिलाउनु पर्छ। म हेरिहालेँ 4 सेकेन्डमा, आसो हेरेर सास फेरे, 4 सेकेन्ड्स टाइम दिन्छ नि त। अनि अरू कुनै गाह्रो शब्द छ? टिचर त गाह्रो छैन, पोलाइटली गाह्रो छैन, यहाँ गाह्रो शब्द छैन। त्यसरी हेर्ने हो 4 सेकेन्ड भनेको। अनि सास फेर्ने ठ्याक्कै हेर्ने। इडी र स त हेर्नै पर्छ मैले आक्सको। अब म यो इडी वाला ट हो पहिली, दोस्रोको ज हो, तेस्रोको स हो स्टुडेन्टको, चौथोको त ड हो, त सजिलो स्टुडेन्ट। अब मैले सुरु गरेँ। द टिचर आस्क्ड मेनी क्वेशन्स, सुनाउने गरेँ मैले, सुनाउँदैछु त्यहाँ। द टिचर आस्क्ड मेनी क्वेशन्स, आरामसे गएँ है म। अनि एकरो गइनँ फेरि, कमा छ नि त, म त्यो पनि सिकाउँछु आज। कमामा चाहिँ अलिकति पनि स्टप, 2टा धागो, 2टा पिस अफ, 2 पिसेस अफ के भन्ने, स्ट्रिङ्स धागोहरू, रोप्स, 2 पिसेस अफ रोप्स, 2टा चिज धागोको टुक्राहरू, रोप्सको टुक्राहरू, जति सानो सानो धागो जति त रोकिनु पर्यो होला नि त, नभए कमाको चाहिँ भ्यालु के। मैले चोक्टा बनाउनै पर्थ्यो, आखिर 2 चोक्टा 1 करोड पढ्ने नै होइन, भेन्छ पनि। म चोक्टा बनाउनलाई क्वेशन्स पछाडि बनाउँछु, किनभने कमाती छ, मलाई सहज पनि हुन्छ पछिल्लो पार्ट पढ्न, स्टुडेन्ट्स र आन्सरलाई भन्न। द टिचर आस्क्ड मेनी क्वेशन्स, क्लियर सुन्नुभयो तपाईँले, आस्क्डको ट, क्वेशनको ज। क्वेशनमै पनि तपाईँले गल्ती गर्नुहुन्छ, किनभने तपाईँले ज नै नराखे पनि तपाईँले क्वेशन भन्नुहुन्छ, सन भन्नुहुन्छ। QUESTION कहिले पनि क्वेशन हुँदैन, क्वेशन हुन्छ। त्यो TION को त्यहाँ च देखिँदैन, तर छ त्यहाँ छ। तपाईँ डिक्सनरी हेर्नुभयो भने भेट्नुहुन्छ, त्यो क्वेशन होइन, त्यो क्वेशन हो, सिङ्गुलरमै पनि।
त्यो पनि त प्रोनाउन्सिएसन होला नि के ज मात्रै प्रोनाउन्सिएसन हो र त्यो शब्द बिग्रिनु चाहिँ प्रोनाउन्सिएसन बिग्रिया होइन र द टिचर आस्क्ड मेनी क्वेसन्स एन्ड द स्टुडेन्ट्स आन्सर्ड पोलाइटली मजाले भ्याएँ मैले 6 सेकेन्डमा मलाई 10 सेकेन्ड पुग्नु पर्दैन सबै क्लियर छ भने यसमा चाहिँ टाइमको मतलब हुँदैन धेरै फास्ट गर्दा आफैलाई घाटा कसैले फास्ट बोलेर सक्छ भने केही फरक हुँदैन तर त्यो राम्रो बानी होइन द टिचर आस्क्ड मेनी क्वेसन्स एन्ड द स्टुडेन्ट्स आन्सर्ड पोलाइटली भनेपछि मैले एन्ड भन्नुभन्दा अगाडि छ्यास्स रोकिएँ 1 सेकेन्ड पनि होइन आधी सेकेन्ड वा 1 सेकेन्ड म्याक्सिमम मलाई बडो सहज भयो चोक्टा बनाउन चङ्क्स 2टा चोक्टा नम्बर 2 स्क्रिन नै देखिएको छैन स्क्रिन सेयरै भएको छैन केही पनि देखिएको छैन कि अलिअलि देखिएको छ आधी देखिएको छ एउटा नै देखिएको छैन सर अरूले के छ अरूले देखेछ भनेपछि हजुरले स्क्रिन देखेर समस्या भयो जस्तो छ है त्यो देखे सबैले देखिरहेछन् हजुरले देख्नु भएन कहिलेकाहीँ त्यस्तो हुन्छ ठिकै छ तपाईँ सुन्नु दोस्रोमा म त्यो ब्र्याकेटको जति चाहिँ इडी हो भनेर माने है त कसैले त्यो फेरि हाफ देख्छ सरको भिडियोमा चाहिँ पिन गर्यो भने अनि क्लियर हुन्छ त्यसो हो ल मेरो भिडियोमा सिकाउने मान्छे कहिलेकाहीँ मभन्दा जान्ने विद्यार्थीहरू हुन्छन् मलाई पनि थाहा हुँदैन कतिवटा टेक्निकको कुरो सबै यही कुरो त मलाई विद्यार्थीले सिकाएको तपाईँहरू जस्तै यो मैले पहिले जुममा लिन्थेँ विद्यार्थीलाई एउटा नर्स हुनुहुन्थ्यो धरानको अनि त्यहाँबाट मलाई चाहिँ सर तपाईँले चाहिँ जुममा किन लिनुहुन्छ झ्याउ हुन्छ यसमा गर्नुहोस् न भनेपछि मलाई थाहा पनि थिएन हामीले अर्कासँग सिक्छौँ के धेरै कुरा सिक्नुपर्छ एनिवे नम्बर 2 सी वाच्ड द म्याचेस एन्ड इन्जोयड द एक्साइटिङ फिनिसेस मैले कहाँ यहाँ ध्यान दिएँ हेर्दाखेरि यहाँ मैले यस्तो त आउँदैन इक्जाममा आउँदाखेरि यस्तो आउँछ मैले लेखेँ यस्तो आउँदैन कसरी आउँछ मैले लेखिदिन्छु है त WATCHED नै भएर आउँछ नि त यस्तो त्यो आधी उधी त थोरै आउँछ त ब्र्याकेट थोरै आउँछ आउँदैन मैले प्र्याक्टिसको लागि गरेँ हो ENJOYED ल म अब हेर्ने बेलामा के गर्छु थाहा छ म ध्यान दिने बेलामा यो वाच्डमा दिन्छु यो म ध्यान दिनै पर्छ मैले किनभने यहाँ मेरो खतरा भनेको यही छ म त्यो 4 सेकेन्ड भनेको मैले यहाँ प्रयोग गर्छु अर्को त्यो 4 सेकेन्ड दोस्रो सेकेन्ड हतार गरेर मैले हेर्दाखेरि हेर्ने यो हो अरू वर्ड त त्यति गाह्रो छैन मैले तपाईँलाई 4 सेकेन्डको प्रयोग भनेको है तपाईँले के हेर्नुहुन्छ थाहा छ यिनीहरूमा तपाईँले सिक्नुभएको छ नि त क्लासमा यो 4टालाई तपाईँले अलिक मजाले हेर्नुहुन्छ यसो हेर्नुहुन्छ सास फेर्दै गरेर बोल्न त भएन नि 4 सेकेन्डसम्म ओहो यहाँ इडी छ यो त हो है यो इएस छ यो त च पछाडि छ म्याचिज हो म यहाँनिर गएपछि होसियार हुन्छु यो त सजिलो छ तेस्रो त हो मैले भनिरहेकै हो सिक्नै परेन फिनिसेस पनि त्यति सजिलो छैन फिनिसेस हुँदैन फिनिसेस हुन्छ 3टा चाहिँ मलाई गाह्रो छ वाच्डको ट म्याचिसको इज फिनिसेसको इज इन्जर्डको गाह्रो छैन एक्साइटिङ मलाई आउँछ सी मैले जानेकै कुरा हो तर मलाई जानेकै हो म द जान्दछु एन्ड जान्दछु सी जान्दछु एक्साइटिङ जान्दछु भनेर त्यसलाई चाहिँ व्यवस्था गरेर हिँड्नु पनि हुँदैन त्यो पनि सुनिनु त पर्छ नि त कम्प्युटरले त जम्मै सुन्नु पर्यो नि यहाँ अलिक जोड दिने वाच्डमा टमा भन्दैछु है साथी भन्नको लागि त सुन्ने गरी भन्ने म्याचिज भन्दाखेरि इज सुन्ने गरी भन्ने अलि मजाले तर अरूलाई चाहिँ हटाउने भने होइन नि त अरू चाहिँ अलिअलि हल्का बुझिहाल्छ नि भनेर हुँदैन बुझ्दैन एआईले त भनेर सुनेन भने बुझ्दैन तपाईँले त्यही द पनि राम्ररी भन्नुभयो एन्डै भन्नु भएन भने पनि उसले सुनेन भने बुझ्दैन उसको भाषा उसले बुझ्नै पर्छ आवाज नभए दिँदैन नम्बर त्यही भएर त्यो पनि मैले तपाईँलाई होसियार गराएँ अहिलेलाई के भने जम्मै चाहिँ इम्पोर्टेन्ट छ तर अरू चाहिँ बिगार्ने खालको चाहिँ बढी इम्पोर्टेन्ट छ अरू चाहिँ इम्पोर्टेन्ट छैन भने होइन सजिलो चाहिँ त्यत्तिकै हचुवामा पेलेर जान्छु भनेर पनि हुँदैन त्यहाँ भएका सी चाहिँ के काम नलाग्ने हो र हि भन्यो कि सी भन्यो बुझेन भने नम्बर कहिले दिन्छ उसले सी भने हो कि हि भने हो सुनेन अरे राम्ररी तपाईँलाई चाहिँ त्यही वाचमै मात्रै धन्दा छ तपाईँको म्याचिजमा मात्रै तपाईँको आँखा गाड्या छ तपाईँलाई एक्साइटिङ भन्ने वर्डको मतलब छैन भने त नम्बर त त्यहाँ पनि त घट्छ नि मैले त्यो सिकाउन खोजेँ आज चाहिँ देखाउन खोजेको सी वाच्ड द म्याचिज म अब कमा छैन तर म एन्डमा चाहिँ सानो टुक्रा बनाउँछु 2टा टुक्रा बनाएँ मैले एउटा म्याचिससम्म आनन्द भयो मलाई त्यतिसम्म भन्दा गाह्रो 2टा बिताएँ मैले वाच्डको ट र म्याचिसको इज अनि एन्डबाट फेरि जान्छु म अर्को चोक्टा सी वाच्ड द म्याचिज एन्ड इन्जोयड द एक्साइटिङ फिनिसेस भन्दा मलाई भन्न पनि सजिलो एक धर्को 1 2 सूत्री रोकिए पनि म एन्ड भन्दा अगाडि कमा नभए पनि धेरै बेर रोकिन तर
दुईटा चोक्टा बनाए नि, कति सजिलो। लामो सेन्टेन्समा त तीनटा पनि बनाउनु पर्छ, जस्तो पार्ट 4 मा। त्यसलाई भन्छ चङ्किङ। आज सिकाएँ मैले, CHUNKING। राम्रो उच्चारण गर्न छ भने नआत्तिकन सबै देखे सबै एकैचोटि भन्नतिर लाग्यो भने त सबै बिग्रिन्छ। सबै देखिसक्यो चार चारवटा, अनि के गर्नु भन्नेतिर लाग्ने होइन, हाफ गरेर भन्ने, अनि अलिकति रोकेर अर्को हाफ भन्ने, एकदम क्लियर आउँछ। तपाईँलाई मैले चङ्किङ स्टाइल पनि सिकाएँ। सी वाच द म्याचेस एन्ड इन्जोयड द एक्साइटिङ फिनिसेस भन्नु भने कहाँ 6 सेकेन्डमा सिद्धियो, 7 सेकेन्ड, केही हुँदैन। 9 सेकेन्ड 10 सेकेन्ड नपुगे पनि नो प्रब्लम, क्लियर छ नि त, भयो। नम्बर त टाइमको होइन यो। नम्बर 3 पनि म पढ्छु, 7 सम्म पढ्छु है, त्यहाँबाट तयारी बस्नु, ढिलो भएको छैन। 8:38 भयो, 40 हुन्छ होला मैले सिद्ध्याउँदा। तपाईँले त्यहाँबाट त पुरै गर्नु न उता 15-20 मिनटसम्म है त। नम्बर 3, ही ड्रप्ड। सुन्नु है मेरो, हीबाट सुरु गर्छु मैले, ही पनि क्लियर भयो। ही ड्रप्ड, प अनि ट जोडे मैले यसरी, मसला पिसे, प ट टाढा जान्नमा, प र ट एकैचोटि मसला पिसे। ही ड्रप्ड, आधी प छ ट छ, तपाईँले बुझ्नु पनि भयो अब त। ही ड्रप्ड द बक्सिज। म यहाँसम्म होसियार भएँ, किनभने ड्रप छ मैले पहिले हेर्छु, हेर्दा के गर्छु थाहा छ, म तपाईँलाई फेरि सिकाएँ त त्यही कुरो। सरले एउटै कुरो दोहोऱ्याउँछ नभन्नु ल, तपाईँले नजानुन्जेलसम्म मेरो कामै त्यही त हो। तपाईँलाई ढुक्क नहुन्जेलसम्म त मेरो कामै त्यही होइन र। तपाईँलाई कुन चाहिँ तरिकाबाट घुमाउँदाखेरि मुङलिङको बाटो ल्याउँदा सजिलो हुन्छ कि अर्को बाटो ल्याउँदा सजिलो, पोखरातिर पाल्पातिरबाट ल्याउँदा पो सजिलो हुन्छ कि, मेरो त काम होला नि जताबाट पनि ल्याउने। अनि ढुक्क तपाईँलाई लाइट बल्ब मोमेन्ट भन्छ, दिमागको बत्ती बल्ने, त्यसलाई भन्छ हामी इङ्ग्लिसमा लाइट बल्ब मोमेन्ट। ए भन्ने भएपछि सक्यो, उसले बुझ्यो। अब भन्ने मुख खुम्च्याएर हेऱ्यो भने उसले पुरा बुझेको छैन, अलिअलि बुझ्यो। सर यो त हिजो पनि गरेको, अरू मिल्छ भने अरू सेन्टेन्समा नै हजुरले प्र्याक्टिस गराइदिनु पर्यो सर। मैले त्यही त गराएँ। तपाईँ आज नयाँ हो, फर्स्ट डे हो? होइन सर, म त पुरानै हो नि। आज नयाँमा पनि हुन्छ। आज मैले यो हिजो गरिसकेकोलाई देखाएँ, फेरि पनि नयाँको लागि पनि तपाईँहरूको लागि पनि दोहोऱ्याएँ। अब 6-7 नम्बर गएपछि 8 देखिको 20 नम्बरसम्म सबै तपाईँहरूको पालो, म एक एकजनाको नाम लिन्छु, भयो? बुझ्नुभयो? हजुर सर, हजुर। गुड गुड। अब 7औं नम्बरबाट चाहिँ सुरु हुन्छ, 8औं नम्बरबाट विद्यार्थीको पालो। यो त अस्ति हिजै गरेको, तर मैले दोहोऱ्याउँछु नि त, किनभने मलाई त फेरि गराउनु छ नि त, फेरि क्लियर बनाउनु छ। ल हिट म पढ्छु है त। दुईटा चङ्क कसरी बनाउँछु म? अन द ग्राउन्डसम्म सायद म पहिलो चङ्कमा जान्छु होला, एन्ड छ कमा नभए पनि, अनि एन्डबाट उतासम्म म दोस्रो चङ्कमा। मैले चङ्किङको कुरो पनि गर्दैछु, हिजो गरे आतिन। तपाईँले सबै पढ्नुपर्छ भने आत्तिन पनि सक्नुहुन्छ। 2 चोक्टा बनाउनु, मासुको चोक्टा जस्तो। अब तपाईँलाई गाह्रो गाह्रो पहिले दुईटा कहाँ छ आँखा यसो हेर्नु। ड्रपमा इडी छ, बक्सेसमा EX छ, स्याटर्डमा इडी छ, पिसिजमा ES छ। यो 4टा त अलि होसियार हुनुपर्छ। अरू त के छ, ग्राउन्ड ठिकै छ, अरू सजिलै छ। ल अब म सुरु गरेँ। ही ड्रप्ड द बक्सेस अन द ग्राउन्ड एन्ड दे स्याटर्ड इन्टु पिसिज। सबै सुन्यो, एआईले जम्मै सुन्यो। ही ड्रप्ड द बक्सेस अन द ग्राउन्ड एन्ड दे स्याटर्ड इन्टु पिसिज भनेपछि एन्ड दे स्याटर्ड इन्टु पिसिस। दोस्रो बिचमा यसो धर्को राखेर मैले अलिकति समय राखेर, थोरै लामो होइन, फेरि बसले चिया खान रोके जस्तो लामो होइन। अब म 4 मा गएँ, ब्र्याकेटको इडी हो है। ही वास्ड द डिसेज, त्यहाँसम्म गरेँ। ही वास्ड द डिसेज एन्ड ड्राइड देम क्विकली। त्यो त 4 सेकेन्डमै सिद्धिन्छ। ही वास्ड द डिसेज, म पहिले हेर्छु कुन कुन चाहिँ मलाई गाह्रो हुने भयो। मैले एसएच हो ट भन्नुपर्छ, म होसियार भइहालेँ। त्यो 4 सेकेन्ड त्यसैको लागि हो तपाईँलाई। यो अनि यो यसरी आउँदैन, वास्ट इडी नै आउँछ। मैले पो त्यहाँ पहिले नदिएको त, प्र्याक्टिसको लागि बनाएको हो नि त मैले त। यति 3टा नै हेर्ने हो मैले मुख्यतया। इडी ट हुन्छ, ES इज हुन्छ, DRIED ड हुन्छ, सजिलै छ। ल ही वास्ड द डिसेज एन्ड, त्यो एन्ड आउनुभन्दा अगाडि सुन्नुभयो नि मेरो रोकाइ, 1-2 धर्को रोकेको छु म। त्यो चङ्किङ गरेको, चोक्टा बनाएको, एउटा चोक्टा अगाडिको एउटा चोक्टा पछाडिको। त्यो मैले सिकाएको थिइनँ र सिकाउँदैछु। बुझिसके पनि मैले बुझाउँछु। कोही विद्यार्थीले 20 जना विद्यार्थी हुन्छ जसले बुझेकै हुँदैन, अर्को 40 जना हुन्छ सबै बुझेर पनि झ्याउ लागिसक्यो। सरले त भन्नुभएको त हामीले बुझ्यौँ त, सरले किन दोहोऱ्याउनु भयो? अर्को 20 जना हुन्छ जसले बुझ्दैन।
एउटा दोहोऱ्याउनु पर्ने हुन्छ नि त हामी त अल टाइप्स अफ ग्रेड्स अफ स्टुडेन्ट्स हुनुहुन्छ नि त त्यसले गर्दा है माइन्ड नगर्नु he washed the dishes and dried them quickly यसरी भन्नु भने क्लियर भयो नेक्स्ट अब यहाँ कहाँ होसियार हुनुपर्छ 5 नम्बरमा म देखाउँछु ल तपाईलाई अनि म तपाईको पालो दिन्छु भनेकै छु टाइम लाग्छ नि त म त दिन्छु नि त हैन र योमा तपाईलाई स्याउ हुन्छ है यो डिसाइडको पनि तपाईलाई ज्याउ हुन सक्छ किनभने यसको सामान्य तपाईले भनिराखे जस्तो छैन तपाई यो एनाउन्स्डको पनि अलिकति गाह्रो हुनु छ रिजल्ट्सको तपाईलाई गाह्रो हुँदैन यहाँ जानिराखेको स त कसलाई आउँदैन र मैले सिक्नु पर्दैन भनेको थिएँ त अघि रिजल्टमा ट पछाडि स जम्मैलाई आउँछ यो जजको चाहिँ स चाहिँ बिगार्न बेला हुँदैन इज हुन्छ द जजेस डिसाइडेड अन्तिममा डस आउँछ भने इड हुन्छ मैले भनेको थिएँ डिड हुन्छ द जजेस डिसाइडेड एन्ड अनाउन्स्ड द रिजल्ट्स अनाउन्स्डमा ट हुन्छ स पछाडि लास्टको अनाउन्सको स उच्चारण हो अनाउन्स्ड ट भयो नि त अब त स र ट द रिजल्ट्स त मतलब भएन तपाईले सक्नुहुन्छ हो मैले गराउन खोजेको त्यति हो अब म फेरि यहाँनिर त्यस्तै लगाउँछु ल योमा तपाईलाई गाह्रो हुन सक्छ योमा तपाईलाई गाह्रो हुन सक्छ है त म हेर्दैछु है त कस्तो स्लो हुन्छ हो के साह्रो हो गाठे किन यस्तो रातो के ल्याउँछ भन्छु प्यासेन्जर्स ल मैले प्यासेन्जर्सलाई पनि लगाएँ ए टन्नै रहेछ लगाउनु पर्ने है त मैले लगाएँ है त डोन्ट माइन्ड अनि यो आरयुएसएचडी पनि लगाउनु पर्छ मैले थाहा छ किनभने तपाईले त्यहाँ बिगार्न सक्नुहुन्छ हिजोको कुरा हो यो तर मैले फेरि दोहोऱ्याएर हजुरलाई प्र्याक्टिस दिन्छु ल म अलिकति ठुलो पनि बनाएँ ल अक्षर कति नआएको त हो भने स्लो ल यो सेयर गरेको स्क्रिन भएर यस्तो भएको हो कि एकछिन ल हेर्नुभयो नि अब त तपाईले हैन द्याट्स ग्रेट देख्नु भएकै छ द बसेज हो तपाईले पहिले 4 सेकेन्डमा हेर्ने काम सिकाएँ मैले एन्डलाई पर्दैन एन्ड त बिचमा रोक्नको लागि अलिकति रोक्ने छ्यास द बसेजको स पछाडि स्टप पछाडिको इडी त हुन्छ तपाई त्यहाँ होशियार हुन पर्छ बानी नभएको चाहिँ बसेज स्टप भनेर गइहाल्छ विद्यार्थी मलाई थाहा छ तपाई आफै सोध्नुस् त आफैलाई द बसेज स्टप्ड एन्ड प्यासेन्जर्स रस्ट इनसाइड भन्छ त्यहाँ तपाई होशियार हुनु बसेज र स्टपमा आँखा कुदाइहाल्नु 4 सेकेन्डमा एक सेकेन्ड एन्डमा परेन प्यासेन्जर्समा ज हो त्यो कुदाइहाल्नु इडीमा यताको पनि ट नै हो फेरि अब तपाई होशियार हुनुभयो नि 4 सेकेन्डमा सास फेर्नुभयो नि अब भन्नुस् द बसेज स्टप एन्ड प्यासेन्जर्स रस्ट इनसाइड सुन्यो नि त अहिले त रस्ट भनेको ट प्यासेन्जर्समा ज स्टपमा ट बसेजमा सिज नम्बर कसरी दिदैन विमान कसरी दिदैन तपाईलाई दिन्छ अब सुरु गरे मैले अब सुरु भयो है त क्लास विद्यार्थीको पालो 6 नम्बर माथि लान्छु म यसको काम छैन अब 7 नम्बर आउँछ है प्लिज बी केयरफुल अब पढ्नु पर्छ कसले म नाम लिन्छु है त सुरु गरे मैले सन्दीप छेत्री आर यु देयर मलाई यस सर नभनिकन मैले दिन्न चान्स सन्दीप छेत्री हुनुहुन्न विकास जोशी आर यु देयर Yes, sir. विकास जोशी राइट ओके Yes, sir, I'm here. Vikas Joshi, okay. Vikas Joshi, I will give you next sentence. Are you ready? म देखाउँछु अब. Yes, sir, I'm ready. Okay, good, very nice. That's your sentence. ब्र्याकेटमा छ भने ED भनेर मान्नु 6 नम्बर सेन्टेन्स तपाईले त्यसको आन्सर भन्नु होला म तपाईलाई 4 सेकेन्ड दिन्छु 6 नम्बर देखाएपछि यो तपाईको सेन्टेन्स आयो ए छैन ब्र्याकेटमा पनि ED लाकै छ 6 नम्बर नाउ योर टाइम स्टार्ट्स हेर्नु र भन्नु Okay, sir. She fixed the problems and finished the task early. अलिक ठुलो स्वरमा भन्नु गुड छ मलाई मन पर्यो तर पनि म चित्त बुझेन किनभने आवाज अलिक ठुलो खोजेको मैले गुड भछ ल भन्नु She fixed the problems and finished the task early. भेरी नाइस लभली मलाई के मन पर्यो सी फिक्स्ड तपाईले त भन्नुभयो ठीक छ
प्रब्लम्समा मैले मजाले सुनिन भन्नु चाहिँ भयो फेरि त्यो मलाई थाहा छ, तर मैले राम्ररी सुनिन त्यसको अर्थ तपाईँले बिगारेको हुँदैन फेरि। त्यो पनि मैले तपाईँलाई बडो गुड न्युज भनिदिएँ। तपाईँको एआईले यस्तो मजाले सुन्छ नि क्लियर भनेको, कहिलेकाहीँ टिचरले सुन्दैन। यसले पक्रिन्छु यहाँनिर यसले गल्ती गर्छ कि भनेर होसियार भइरहेको हुन्छ, उसले करेक्टै भन्छ, टिचरले नसुन्न सक्छ। ह्युमनको बानी हो त्यो, ह्युमन्स मे मेक मिस्टेक्स। एआईले कम मिस्टेक गर्छ ह्युमन्स भन्दा, एरर कम हुन्छ उसको, उसले छप्पै पक्रिन्छ। तर फिक्स्ड भन्नुभयो भने मैले ड सुने पनि उसले ट सुन्यो भने बहुत मजा भयो। सी फिक्स्ड द प्रब्लम्स, ज मजाले सुन्योस्, एन्ड फिनिस्ड, त्यहाँ पनि ट छ, स ट, द टास्क। कति मजाले भयो। अब थाहा छ तपाईँलाई अर्को कुरा, मैले भने विकास जोशीको एउटा मात्रै सेन्टेन्स हुँदैन, दुईटा हुन्छ। सबै साथीहरूले चान्स नपाउनु होला, भोलि पनि दिन्छु म, तर आज मजाले बुझ्ने गरी नै गर्नुपर्छ। एउटाले पास न दुईचोटि चान्स, के मतलब भयो? अर्कोलाई भोलि छ त, यहाँ सिध्याउन कसले खोजेको छ चाँडै। अब हामी जाऊ 7 नम्बर विकास जोशी। Okay, sir. Start गरौँ सर? Yes, start fast. अब The boys played games and laughed loudly. ठिक छ, त्यति एक एक वर्ड पनि नगर्नु। तपाईँले द बोइज हेरिसकेपछि बोइज प्लेटसम्म त कमसेकम जानु न। द बोइज त्यस्तो भएको छैन तपाईँको, यो त सानो सेन्टेन्स हो नि, तर त्यति स्लो पनि गर्नु पर्दैन। द बोइज प्लेड सम्म जाँदा एउटा मिनिङ आउँछ, कमसेकम सब्जेक्ट र भर त आयो नि। द बोइज अनि प्लेड गर्नु भन्दा द बोइज प्लेड गेम्स, तपाईँले यसो हेरेर BOYSS ज त सिकाउनु पर्दैन, प्लेटको ड सिकाउनु परेन, गेम्समा चाहिँ ज भन्छु। अनि एन्ड लास्ट लाउडलाई चाहिँ दोस्रो चोक्टा बनाउँछु भनेर चङ्किङ पनि सँगसँगै सिक्दै जानु होला। गुड छ तपाईँको अहिलेको, तपाईँको अल करेक्ट छ प्रोनाउन्सिएसन। त मैले चङ्किङ हिसाबले अझै बेटर जाओस् भन्नको लागि सिकाएको मात्रै हो, किन लामो सेन्टेन्स आउँदा गाह्रो हुन्छ यसरी जाँदाखेरि भनेर, भ्याउँदैन कि भनेर, जस्तो पार्ट 4 जाँदा। गुड, विकास शाहीको मलाई लाग्यो राम्रै छ। द बोइज प्लेड गेम्स, अब म सुतरी जस्तो रोकिन्छु, थोरै रोकिन्छु, 1 सेकेन्ड कि त आधी सेकेन्ड, किनभने मलाई दोस्रो चोक्टा ल्याउनै छ। लास्टमा पनि त भन्नु छ नि मलाई त, त्यही भएर म एकैचोटि गयो भने सास नफेरि गयो भने मलाई गाह्रो हुन्छ। द बोइज प्लेड गेम्स एन्ड लाफ्ड लाउडली, लाफ्ड लाउडली, कति दामी भयो, बहुत राम्रो। अब नेक्स्ट स्टुडेन्ट्सको नाम लिन्छु, 8 नम्बर क्वेसन र 9 नम्बर दिन्छु। अब मैले नेक्स्ट स्टुडेन्ट सुबी राईलाई भने, आर यु देयर? Yes, sir. गुड, सुबी राईले यस सर भन्नुभयो। त्यो भएपछि अब 8 नम्बर र 9 नम्बर क्वेसन, एकपल्ट मैले 8 नम्बर भनिसकेपछि 9 पनि हो, त्यो भएपछि तपाईँले सँगै गर्न परेन, दुईटा हो तपाईँको लागि। अब तपाईँको 7 पछिको 8 जुन आउँछ त्यो तपाईँको हो, 4 सेकेन्ड पनि तपाईँकै हो फेरि, किनभने त्यो प्र्याक्टिस इक्जाम टाइपकै गरौँ। ल, दिस इज योर क्वेसन रिडिङ, प्लिज रिड सुबी राई। अब 4 सेकेन्ड लिएर खोइ त यत्रो बेर किन लगाइरहेको? तलमाथि भइरहेको छ सबै। गुड गुड, अब भन्नु। The foxes jumped and escaped from the cages. भएन, कुनै पनि भएन, फक्सिस भयो। त्यहाँबाट के भन्नु त, फेरि भन्नु। The foxes jumped. कहाँ जम्पेड हुन्छ हो, के भने होला? एड त कहीँ पनि छैन इङ्ग्लिसमा, इडीको साउन्ड एड भन्ने त इङ्ग्लिसमै छैन, हुँदै नभएको त कहाँबाट ल्याउनु? 3टा तपाईँलाई मैले सिकाएको छु, एउटा ड, एउटा ट, एउटा एड, इड। अनि तपाईँ नभएको चाहिँ ल्याउनुहुन्छ बिचमा, 3वटै नभएको। जम्पेड पनि कहीँ हुन्छ, टी पछाडि के हुन्छ? इडी, ट हुन्छ, ट। अनि के को जम्पेड भनेर हुन्छ? एड त छँदै छैन। The foxes jumped and escaped from the cages. एस्केप्ड, प पछाडि पनि ट हो। है, लास्टको भन्नु त सुबीजी। Cages. क्याजिज हो, अघि त भन्नुभएको थिएन तपाईँले, तपाईँ एकदम त्यही लाइनै हेर्ने अनि त्यहाँबाट 5वटा बिगारेर जानेमा हुनुहुन्थ्यो अघि। अहिले चाहिँ केजिस भन्नुभयो, एउटा चाहिँ शुद्ध भयो, 2टा शुद्ध छ तपाईँको, एउटा केजिस, दोस्रो चोटिमा केजिस। यस्तो दोस्रो चोटिमा शुद्ध हुनेलाई के गर्न पर्छ थाहा छ? टेन्सन नलिनु, एकचोटि त दोहोऱ्याउन पाउँछ नि त, तपाईँलाई पनि ढुक्क छ। अब तर यतिको बिगार्यो भने फेरि अरूमा पनि बिग्रिन्छ, सुधार्न त टाइम पनि छ। क्याजिस चाहिँ तपाईँको अहिले पछिल्लो चोटि शुद्ध भयो, सुरुवातमै तपाईँको करेक्ट भएको द फक्सिस चाहिँ एकदम करेक्ट थियो, तर जम्पेड त एकदमै चित्त नबुझ्दो भइहाल्यो नि। JUMP एड हुँदैन कहीँ,
jumped म लेख्छु म साइडमा लेख्छु त्यसको तल लेख्छु कस्तो हुनुपर्छ द foxes JUMPT jumped and escaped from the cages ल हेर्नुहोस् त तपाईको कस्तो हुनुपर्ने हो साउन्ड चाहिँ हुनुपर्ने यो हो ल है त मैले देखाएँ नि तल यो हुनुपर्ने तपाईको द foxes तुलना गर्नु माथि अब foxes jumped and escaped kept किन भन्दा त इडी त भयो escaped from the cages ES भयो द CAGES cages cage को cages भयो मैले यस्तो हुनुपर्नेमा jumped escaped from the cages पनि पहिले cages भन अब दुईचोटी गर्नु यस्तो भयो भने डोन्ट वरी किनभने कम्प्युटरले दुईचोटी पनि चान्स दिएकै छ पढ्न दुईचोटी पाइन्छ तर त्यस्तो बिगारेर दुईचोटी गर्नु भन्दा अब सुधार्नु सुबिजीको सुध्रिन्छ अब म 8 नम्बर दिन्छु त्यो पनि फेरि सुबिजीकै हो बिग्रो भनेर आत्तिनु पनि भएन नि त क्लासमा त जति बिग्रे पनि हुन्छ नो पर सिक्ने हो नि त यहाँ त तपाईको बिग्रेको जतिसुकै बिग्रे पनि डोन्ट वरी फेरि गर्नु नेक्स्ट मैले दिए या त माथि तल भयो नभन्नु मलाई धेरै बेर नलिनु तयारी गरिहाल्नु ल हेर्नु 8 नम्बर तपाईलाई दिए मैले ल The classes started and the ended on time. फेरि भन्नुस् त The classes start and ended on time. के भन्या हो भन्या चाहिँ के हो भन्या के क्लासेज कहाँ हुन्छ क्लासेज एज चाहिँ छ ES को के लेख्नु भयो त सुबिजी आज फर्स्ट डे हो Nice. अनि के भन्या हो तपाईले त्यस्तो क्लासेज हुन्छ एज चाहिँ ES को के हुन्छ मैले एस को तीनटा साउन्ड चाहिँ किन पढाएको हो त 4-5 मिनेट छलफल गरेपछि अनि अरे एउटा शब्दको चाहिँ क्लासेज भन्दिने अनि त्यो चुप्प लाग्ने पुरै सेन्टेन्स पढ्न दिएको हैन अनि क्लासेज छ Start and the कहाँ स्टार्ट छ कहाँ छ स्टार्ट मलाई भन्नुस् त start and end on time. स्टार्ट कहाँ छ भने के स्टार्टको ईडी को चाहिँ साउन्ड के हो त्यहाँ Start प पछाडी के हुन्छ ईड हुन्छ ईड हुन्छ ईड ल अब म लेखेर देखाउँछु तपाईले त ईडी र उसको अहिले तपाईलाई गाह्रो भइरहेको रहेछ ल म देखिदिन्छु है त द क्लासेस Sorry, sir. क्लासेस पढ्नु हेर्नु ठिक छ पानी लाउनु यहाँ बिग्रेको राम्रो छ क्याम्ब्रिजको एक्जाममा गएर बिग्रिनु पाउँदैन नि त यहाँ बिग्रिदा त यहाँ नबिग्रिनु चुप्प लाएर बस्ने त उहाँ गएर बिग्रिनु भन्दा त यही बिग्रिनु ठिक छ नि केही भएन स्टार्टेड ल हेर्नु स्टार्टेड म लेख्दैछु है त्यो उच्चारणको लागि एन्ड एन्डेड अन टाइम यो हो तपाईको उच्चारण मैले पुरै बुझ्ने गरी लेख्दै छु नेपालीमा लेख्नु परेन नि त्यति त द क्लासेज स्टार्टेड एन्ड एन्डेड एन्ड को ड छ स्टार्ट को ट छ ट र ड को पछाडी आउने इडी सबै इड हुन्छ त्यति भनेकै हो मैले त्यही चाहिँ रट्नु भएको रहेछ क्लासमा त्यही भएर क्लासमा गराएको द क्लासेज यसको पछाडी इज हुन्छ ठिक छ क्लासेज भयो हेर्नु भयो क्लासेज भनेर सुरु गर्नुहुन्छ तपाईँ स्टार्ट मात्रै भन्नुहुन्छ इडी को चाहिँ छैन एन्डेड पनि छैन अन टाइम यत्रो सजिलो शब्द हो यो तर तपाईले ठिक छ नो प्रब्लम मलाई खुसी लाग्यो मैले सोधेछु राम्रै ठाउँमा सुबिजीलाई किन बिग्रिनु पनि राम्रो हो फेरि बिग्रेर पनि सिकिन्छ नि त किन बिग्रिने मान्छे कोही छैन भने त सिक्दैन मान्छेले बिग्रो भने सतर्क हुन्छ नि त कहाँ बिगारेको भन्ने कुरो हुन्छ अनि त्यहाँ एक्जाममा चाहिँ मेरो खत्तम यसरी पो हुने रहेछ भन्ने थाहा पाउँछ हैन त्यो राम्रो हो अब म ल्याउँछु 9 नम्बर ल्याउनु भन्दा अगाडि नेक्स्ट स्टुडेन्ट है नेक्स्ट स्टुडेन्ट मैले लिएर आएँ खेम खड्का आजै नयाँ होइन भने खेम खड्का आर यु देयर इन द क्लास बोल्नु भएन माइक अन गरेर बोल्ने हो भने ओके सर यस सर आई एम रेडी भन्यो भने मात्रै गराउँछु म जुनु लामा आर यु देयर Yes, sir. भेरी गुड जुनु लामा इज योर टर्न अरु साथीहरुलाई फाइदा भइरहेछ नि तपाईहरुले आर यु इन्जॉयिङ
Yes, sir. कहिले काहीँ के हुन्छ भने नि आफू लडेको भन्दा पनि अर्काले केराको बोक्रामा चिप्लेर लडेको हेर्ने मजाले हाँस्नु मजा आउँछ किनभने आफूले लड्नु भन्दा त आफू लड्दा त तनाव हुन्छ हाँस्यो भने रिस उठ्छ अर्का लडेको हेर्ने अर्काकोबाट म सिक्छु म चाहिँ लड्दिनँ भनेर बसेर कुनामा बसेर तमासा हेर्न बडो मजा आउँछ त्यसरी पनि रमाइलो मान्नुपर्छ अर्काले बिगारेको सरले कहाँ बिगारेको भन्छ भनेर सुन्ने आफ्नो पालो परेन सिकिन्छ क्या त्यसरी पनि है कहिलेकाहीँ तर हामी त एकअर्कामाथि हाँस्नु हुँदैन किनभने हामी सिक्न बसे हो सबैको हालत उयो एनिवे जुनु लामालाई अब जुनु लामाको पालो आयो जुनु लामालाई मैले दिइहालेँ है त 9 नम्बर तपाईको यो सुरु भयो तपाईको 1 सेकेन्ड गयो 2 सेकेन्ड गयो 3 सेकेन्ड गयो 4 सेकेन्ड गन ल स्टार्ट He missed the sense and lot of fries. के भने हो कहाँ चान्स हुन्छ हौ के भने हो तपाईँ हेर्नुहोस् त ल म तपाईँलाई 3टा दिएँ तपाईँको 2टा बिग्रियो मिस्टको बिग्रेन फेरि तपाईँको यो बिग्रियो तपाईँको अब तपाईँले सुधार्नुहुन्छ अब एकछिन 5 मिनट हेरेपछि त सुध्रिन्छ नि एकैन पढ्दाखेरि सुध्रिनुपर्छ हेरिसक्न पर्छ 4 सेकेन्डमा भनेको नि त मैले के हेर्ने एमआइएसएस इडी हेर्ने चान्सको इएस हेर्ने लस्टको त परेन त्यो पास्ट टेन्समा इडी नै छैन प्राइजको इजेड हेर्ने ज पछाडिको इज हुन्छ चान्स पछाडि स पछाडि पनि इज हुन्छ अनि तपाईँले के चान्स भनिरहेको ल अब भन्नु जुनुजी अब करेक्ट हुन्छ मलाई थाहा छ भन्नुहोस् त He missed the chances and lost the prizes. प्राइजेस मैले एस सिकाएको थिएँ Prizes. कहाँ थिएँ मैले प्राइजेस एस कहाँ सिकाएको थिएँ Prizes. अनि खोइ त भनेको अहिले आएर 5 चोटि भन्दाखेरि गाली गर्दा गर्दा भन्यो भने त अनि कसरी भनेको भयो त त्यो त पढेकै भएन नि यत्रो चोटि भन्नु परेपछि प्र्याक्टिसै हो न त राम्रै हो त्यो पनि 3 चोटिमा भयो भने भन्नुभयो मैले भन्दिन परेको भए अझै बिग्रेको हुन्थ्यो तपाईँले भन्नुभयो 3 चोटिमा भए पनि करेक्ट तपाईँले सिकिसक्नु भयो अब ज पछाडिको इएस भनेको इज हुन्छ एस त काहीँ पनि छैन एमआइएसएसइडी को अब म सिकाउँछु है त्यही हो अब म लेखेर देखाउँछु तपाईँलाई अनि फेरि अर्को पनि दिन्छु ल सबैले हेर्नु है ही मिस्ड द chances and lost the prizes ल हेर्नुहोस् त मजाले कस्तो जी प्रोनाउन्सिएसन भयो मैले यो प्रोनाउन्सिएसन दिएको ल हेर्नु है त्यसलाई म अलिक ठुलो पनि बनाउँछु अब ठुलो पनि बनाउँछु तपाईँहरूको लागि अनि एकपल्ट कम्पेयर गर्नु सबैले आज सिकेको विद्यार्थीले हतार किन नगरेको रहेछु मैले त्यही भएर हो यहाँबाट हतार गरेर म जान्न किन यहाँ बिग्रेको गरिरहेको छ भने डर भयो के हेर्नुहोस् त तपाईँलाई मैले बनाएको ही मिस्ड भने मैले ट भने ठ्याक्कै इडीमा द चान्सेस भने हेर्नुभयो इज भने चान्सको अन्तिम स हो उच्चारण स पछाडि इज हुन्छ चान्सेस एन्ड लस्ट लास्ट लेखेछु मैले एलओएसटी हो है त्यो उच्चारणमा लस्ट हो नि त होइन लस्ट द प्राइजेस जको पछाडि पनि इज हो प्राइजेस जुनुजी क्लियर भयो अलिकति अहिले Yes, sir. भेरी गुड अरू साथीहरूलाई इज द्याट क्लियर नाउ यसरी गर्दा धेरै क्लियर भएको भएन यसरी नगरिदिने हो भने के हुन्छ भने पढ्न दिने टिचरले पेल दिने ल भन भन्ने हे तपाईँको भएन हे तपाईँको भयो ठिक छ गुड 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 ओ ब्याड यो चाहिँ भएन उची भएन भन्ने भर अर्कोमा जाने अर्को राममा जाने श्याममा जाने कुद्ने कसैले बुझेको छैन राम्ररी आधी बुझेको छ अलिअलि बुझे यसरी गर्दाखेरि त तपाईँलाई अब त थाहा भयो नि त्यहाँ मैले लेख्दैछु त त्यहाँ त कति बिगारेर ल्याएको छु मिस्ट लेख्दा मलाई कति दुःख भएको छ एमआइएसटी लेख्नु परेको छ त्यो होइन त स्पेलिङ त मैले तपाईँलाई सिकाउनलाई त्यो गरेँ चान्सिसमा मैले किन एसआइजेड लेखेँ सिज देखाउनलाई मैले त्यो प्राइजेसमा किन जेडआइजेड लेखेँ त तपाईँले प्रोनाउन्सिएसन राम्ररी सिक्नुहुन्छ भनेर हो यसरी सिक्नु बरु फोटो खिच्नु यसको माथिको र यसको 9 र 8 र 9 को तपाईँले स्क्रिनसट राख्नु बरु तपाईँलाई काम लाग्छ क्लियर भयो अलिकति यसरी क्लियर हो अब यो क्लियर भएर मात्रै पनि हुँदैन म्याक्सिमम प्र्याक्टिस चाहिन्छ तपाईँहरूलाई लोटसबाट मलाई लाग्छ 50 वटा पार्ट 3 को 50 वटा पार्ट 4 को टन्नै यस्ता खालको यो आज गरेको भन्दा बाहिरको आएको छ मैले अघि देखेको थिएँ आएको छ मलाई हो त्यहाँ तपाईँले त्यहाँ लोटसमा हेर्नुभयो भने त्यहाँ यस्तो धेरै छ कि
पार्ट 3 र 4 को मात्रै क्वेशन ब्याङ्क छ कसले भेटेछ हो त्यस्तो कसैले भेट्दैन अनि यो यत्रो क्लासमा पढिराख्नु भएको छ यसलाई लगेर प्र्याक्टिस गर्ने ठाउँ पनि छ आफै खोज्नु पनि परेन भक्कु पढेर बस्नु अनि त्यसो गरेर रेकर्ड गर्नु सुन्नु आफैले एकचोटि सुन्नु ला मैले त यो त ट भन्नेमा ड भनेछु भनेर फेरि रेकर्ड त्यसलाई डिलिट हान्नु सिज भन्नुपर्ने मैले त सेज भनेछु ज भन्नेमा स भनेछु भन्नु फेरि त्यसलाई क्यान्सल हान्नु त्यसो नगरी त तपाईले आफै सिक्नुहुन्न नि त आफै घर बसेर मैले अहिले लेखेर दिएँ 10 नम्बरमा अब जान्छु सुबीले पनि भन्नुभयो जुनुजीले पनि भन्नुभयो जुनु लामाको भयो सुबी राईको भयो विकास जोशीको भयो अब म एकजना विद्यार्थीको जान्छु है त अब कसलाई जान्छु म भने अघि खेम खड्कालाई बोलाएको सावित्री तिमेल सिन्हा हुनुहुन्छ Yes, sir. Very good. Hospital, sir. Hospital. ए ल तपाईलाई मैले दिन हस्पिटल आम सो सरी टु हियर शर्मिला आचार्य ओली आर यु देयर Yes, sir. भेरी गुड सो गुड अब म शर्मिला आचार्य ओली भेरी डेन्जरस नेम है ओली चाहिँ तर तपाईँ आचार्य घरको ओली 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 घरको आचार्य माइतको है हजुर सर ओली भनेपछि खतरा लाग्छ मलाई फेरि म मात्रै त्यस्तो हो कि नेपालकै मान्छे त्यस्ता हुन् एनिवे जोक सपाट अब हामी गरौँ शर्मिला आचार्य ओलीको है त म तपाईँलाई 10 नम्बर क्वेसन दिन्छु ब्र्याकेटमा छ भने इडी मानेर चल्नु छैन भने त लेखेकै होला अनि तपाईँ 4 सेकेन्ड्स हेर्नु अघि जस्तै कुन कुनमा खतरा साइन छ हेरेर त्यसो दिमाग तयार गर्नु 4 सेकेन्डमा आधी सेकेन्ड एउटा आधी सेकेन्ड यो चाहिँ गाह्रो गाह्रो छ भनेर ठ्याक्क गर्नु त्यो चाहिँ अनि चङ्किङ पनि गर्नु मैले भनिदिएँ आधी भनेर अलिकति रोकेर छ्यास अर्को भन्नु आधी त्यसरी ल 10 नम्बर इज अल योर्स शर्मिलाजी Okay, sir. स्टार्ट देखेको छैन त सर ए बाबा देखेको छैनमा पुग्यो म त देख्यो जस्तो लागेको थियो देख्यो अनि त देखेको थियो एकैछिन सरी आधी उधी गरिदिएँ मैले आधी तल तानिदिएँ म कलम गरिदिन्छु सर हजुरको पेजमा चाहिँ देखेको छ म रिजन गर्छु है सर अनि फेरि सोध्नु है ल अहिलेको जस्तै भयो फेरि ल इट्स ओके रिजाइन गर्नु देखिन्छ यस्तो हुन्छ टेक्निकल प्रब्लम हो केही छैन म आत्तेको छैन टाइम बित्यो भनेको छैन हैन शर्मिलाजी ब्याक हजुर सर देखियो सर अहिले गुड अब तपाईको पालो सुरु भयो अब मैले दिन्न टाइम ल The girls danced and enjoyed the music. म त्यसलाई चाहिँ क्ल्याप गरे कोही मान्छेलाई आवाज त्यति मन नपर्न सक्छ कसैको अझै राम्रो भनेको हुन्छ तर एआईलाई मन पर्छ यो किन मन पर्छ थाहा छ तपाईले गर्ल्स भन्दा ज भन्नुभएको छ मजाले सुनेको छ मैले त कानले मजाले सुने डान्स्ड भन्दा ट मजाले सुने मैले तपाईले चङ्किङ पनि थोरै गर्ने कोसिस त गर्नुभयो एन्ड इन्जॉयड द म्युजिकमा तपाईले अलिकति रोकेर एन्डमा गर्नुभयो त राम्रो कुरा हो त्यो लामोमा त चाहिन्छ त्यो 3टा चोक्टा कि त 2टा चोक्टा त बनाउनै पर्छ बानी लाउँ द गर्ल्स डान्स्ड एन्ड इन्जॉयड द म्युजिक इन्जॉयडमा त गाह्रो छैन तपाईलाई बडो राम्रो ठीक छ अब फेरि शर्मिलाकै आउँछ किनभने 11 नम्बर सेन्टेन्स पनि शर्मिलाकै हुन्छ त्यो अर्कोको हुँदैन ल 11 नम्बर ल्याएँ मैले म यहाँ तान्छु तल फेरि देखेन भने अर्को आइरहन्छ मलाई ल अलिकति ठुलो पनि बनाउँछु पर्खिनु ठुलो भन्दा पनि कलर बनाइदिए ल The bridges merely collapsed because weather damaged them. ड्यामेजमा ड राम्रो छ तपाईको कोल्याप्समा पनि टी राम्रो छ तर तपाईको सुरुवातको दोस्रो वर्ड तपाईको करेक्ट छैन किन होला The bridges तपाईले कहाँ भन्नुभयो त्यो भन्नु भएन नि sorry sir the bridges merely collapsed because weather damaged them. अब त फर्स्ट क्लास भयो अब अर्को तपाईको एउटा सामान्य गल्ती धेरै ठुलो होइन फेरि अपराध होइन यो बीईसीए यूएसए-लाई धेरै विद्यार्थीले बिकौज भन्छन् यु देखेर यसको उच्चारण भनिदिन्छु ल म लेखेर सबै विद्यार्थीलाई काम लागोस् कसैले अरू पनि क्लासमा हुनुहुन्छ नि यत्रो जना हामी पनि बिगार्दैन थियौँ सरले भन्देर भन्ने लागेको छ भने त्यसलाई द नै लेखेँ मैले
जिज ब्रिजिज लेखे होइन किन इज लगायो नि त नियरली एलआई लेखेँ मैले त्यो उच्चारण मात्रै दिएको मैले कोल्याप्स्ड बिकज यसको उच्चारण बिकज हो युको उच्चारण छैन बिकज मात्रै भन्ने हो बिकज जस्तो सुनिन्छ धेरै विद्यार्थीको मैले यसो याद गरेको छु त्यो धेरै विद्यार्थीले बिको कसैले त बिकाउजै पनि भन्छ आउ नै भनिदिन्छ एयु देखेर तर यसको उच्चारण चाहिँ बिकज हो यु छ भनेर नमान्नु स्पेलिङमा मात्रै छ त्यो साइलेन्ट हो यु बिकज कज हो त्यो बिकज वेदर ड्यामेज्ड मेज्डै भनौँला ड्यामेज्ड पर्किनु ड्यामेज्ड त ड नै भयो नि त डेम यो चाहिँ तपाईँहरूको उच्चारण भयो द ब्रिज इज नियरली कोल्याप्स्ड है त ल हेर्नु है त मजाले म अलिकति यसलाई ठुलो पनि बनाउँछु अब यो चाहिँ सिकाउने तरिका मात्रै चेन्ज गरेको मैले यो अलिकति सब विद्यार्थीलाई चाहिँ म त अलिक झ्याउ लाग्ने विद्यार्थीलाई पनि बुझ्न सजिलो होस् आधी उधी बुझ्यो अरूले त बुझे मैले बुझिनँ भन्ने नहोस् भनेर मैले यो दुःख गरे हो उसलाई काम लाग्छ भनेर ठिक छ बुझ्नुभयो अहिले हजुर थ्याङ्क यू सो मच सर द ब्रिज इज नियरली कोल्याप्स्ड त्यो टी आयो अनि बिकज वेदर ड्यामेज्ड देम एकदम क्लियर भयो अहिले चाहिँ यस्तो गर्दाखेरि हामीलाई फाइदा हुन्छ अब म एकजना विद्यार्थीको नाम फेरि लिन्छु टाइमसँग मतलब भएन होइन कहिले आधी घन्टा बढी पढाइन्छ कहिले 10 मिनट अगाडि छोड्न पर्ने होला त्यो टाइममै टेन्सन भएन नि सधैँ यही टाइम पढाउनुपर्छ भन्ने छ भोलि गएर कोही दिन हामी 5 मिनट अगाडि पनि छोड्न सक्छौँ प्र्याक्टिस भएको छैन भन्दाखेरि मात्रै मैले बढी गराउने हो के प्र्याक्टिस हुनै पर्छ यो यसरी सिकेको हुनुपर्छ यो सिकेकै थिएनौँ हामीले हिजो अलिअलि गरियो बुझे यस्तो भयो तपाईँहरू आज हेर्दा अझै बुझे यस्तो हुँदैछ भोलि गराउँदा अझै तपाईँहरूले सोच्नु ए सरले जको मात्रै सिकाउनु त होइन स र ज मात्रै त छैन दुनियाँमा कतिवटा वर्ड छन् बिग्रिन सक्ने नेपालीहरूले बिगार्न सक्ने त्यसलाई पनि त सुधार्दै जान पर्ला तीमाथि पनि क्याम्ब्रिजमा आएका पहिले तर त्यो स र इडीसँग र प्लुरलसँग कोही सम्बन्धै छैन त्यसको कतै ससुराली माओली कतै पनि लाग्दैन त्यो आफैमा एउटा शब्द हो त्यो आफैमा धेरै विद्यार्थीले बिगार्छ भने त्यसलाई चाहिँ सुधार्नु परेन त्यो पनि त प्रोनाउन्सिएसन होला नि त्यो पनि हामीले हेर्नुपर्छ त्यो बरु कि त ग्रुपमा पठाउला बनाएर डोन्ट वरी त्यो भयो अब म एउटा विद्यार्थीको नाम लिन्छु है त 10 मिनट त बढी भइसक्यो हाम्रो हामी ढिलो पनि थियो हामी यसो गरौँ अहिलेलाई हामी कसलाई गरौँ भने रामकुमार श्रेष्ठ हुनुहुन्छ आर देयर यस सर भेरी गुड रामकुमार श्रेष्ठ योर टर्न नाउ अब यो माथि ताने 10 11 12 सबै ताने माथि यो हाम्रो भयो यसलाई गए 10 11 12 11 12 13 झ्यालबाट हेर भन्ने गीत छ नि होइन अब हामी जाम रामकुमार श्रेष्ठलाई 11 नम्बरमा है त रामकुमार श्रेष्ठ योर टर्न स्टार्ट्स नाउ 11 नम्बर check 4 seconds back हेरिहाल्नु She packed the boxes and closed them. very nice AI को लागि एकदम पर्फेक्ट she packed तपाईले गरेको काम म भन्छु she त्यहाँबाट तपाईले packed the boxes नभन्नु boxes हाम्रो छ and closed them wow absolutely good कस्तो क्लियर मैले क्लियर सुने के क्लियर सुने भन्दा PACK को मैले ट सुने इडी पछाडि प्याक्ड भन्नु भएन प्याक्ड द बक्सिज भन्नुभयो अर्को मजा अहिलेसम्म तपाईँहरू बक्सेज भनेर बिताउनुहुन्थ्यो बक्सिज भन्नुभयो बानी लागेको भन्छ यसलाई सबैलाई फाइदा भएछ फेरि क्लासका जतिलाई सी प्याक्ड द बक्सिज एन्ड क्लोज्ड ड नै भन्नुभयो देन केही समस्या भएन फर्स्ट क्लास सुन्यो नम्बर आउँछ अब 12 नम्बर कसको भन्दा त्यो पनि रामकुमार श्रेष्ठको है त यप रामकुमार श्रेष्ठ 4 seconds is yours The villagers played and waited for the help. द छैन कहाँ द छ बिचमा छैन फेरि भन्नुहोस् त राम्रै भएछ
The villagers played कहाँ प्लेड छौ and waited for help. गेम खेलेका हुन् भिलेजर्सले कि प्लेड भन्नुभयो Played. मैले त प्लेड सुने नि त म मेरो कानले नसुने पनि हुनसक्छ है प्रार्थना गरेको कुरा हो नि त यो त होइन र मैले त किन मलाई त्यस्तो लाग्यो तपाईँले प्लेड भन्नुभयो है झुकेर हजुर हजुर मैले भनिनँ मैले सही नै सुने रहेछु गलत भन्नुभयो नि त त्यो पनि ध्यान दिनुपर्छ है द भिलेजर्स ज भन्नुभयो आर पछाडि ज यहाँनिर तपाईँको राम्रो भएछ मैले बिग्रेको छ भनिनँ अलिक क्लियरली मैले पनि सुन्नुपर्छ मैले सुनिनँ भने एआईले चाहिँ सुनेको हुनुपर्छ अरू केही समस्या हुँदैन कहिलेकाहीँ मैले गल्ती सुन्न भने एआईले शुद्ध सुने भयो मलाई खुसी पार्ने कामै छैन एआईलाई खुसी पार्ने हो भनेछु त मैले यो तिनटामा विद्यार्थीलाई गाह्रो हुन सक्छ अब यसमा यति तिनटा त हो नि यहाँ प्रेडमा केही गाह्रो हुँदैन भिलेजर्समा ज भन्न नभन्न पनि सक्छ हाम्रो विद्यार्थीहरूले अनि वेटेड उसले वेटेड भन्ने बानी नभएको हुनाले ट र ड पछाडिको इड हुन्छ टिड वा डिड हुन्छ लास्टको वर्ड ट हो वेटको वेटेड हुनुपर्छ अब यहाँ क्लियरली भन्दा म चाहिँ दुईटै चङ्क बनाउँछु हुन त एकै चङ्कमा एउटै चोक्टामा भन्न सकिन्छ सानो छ तर बानी लगाउ दुईटाको किनभने पछि लामो आउँछ द भिलेजर्स प्रेड एन्ड वेटेड फर हेल्प भन्दा मलाई त वेटेड भन्न पनि सजिलो हुन्छ सास फेर्न अलिकति सुर्ती दुईटा सुर्का रोकिन्छु म द भिलेजर्स प्रेड एन्ड वेटेड फर हेल्प चङ्किङको कुरो आयो इज द्याट क्लियर टु एभ्रीबडी सबैलाई साथीहरूलाई सजिलो भयो आज एकदम सजिलो भयो सर धेरैजना मलाई त्यो चाहियो एकदम सजिलो भयो सर धेरै सजिलो भयो किन धेरै सजिलो भयो म भन्छु राम्रो भयो सर मैले त्यसलाई रोकेर पेलेर अगाडि गइनँ अर्को क्लासमा त्यसलाई मैले स्लोली लानु पछाडिको कारण के भने हिजो नियम सिकाएर अस्ति र हिजो नियम सिकाएर विद्यार्थी च्याम्पियन हुँदैन भन्ने कुरो चाहिँ वाग्ले सरले लोटसले बुझेको छ विद्यार्थी च्याम्पियन एकै दिनमा हुँदैन नयाँ कुरो सिकेर उसलाई बानी लाग्नुपर्छ बिगार्नुपर्छ उसले स्विमिङ गर्दाखेरि पानी नाकमा छिर्नुपर्छ पानीमा फ्याटर हुनुपर्छ गुरुले आएर बल्ल समात्छ अर्काले स्विमिङ गरेको देखेर बाहिरबाट हेर्दा त युट्युबमा कति सजिलो हुन्छ त्यो फ्याटर नहुँदैन सिक्दै तर मलाई यो इडीमा चाहिँ थोरै कन्फ्युज भयो होइन हजुरले ट लाउनु पर्छ भन्नुभयो त बा एक्सेप्सन हो कि के हो आङजीमा शेर्पाजी पनि निकै व्यस्त हुनुहुन्छ भन्ने मैले बुझेको छु बिचारा उहाँले धेरैचोटि बहुत राम्रो क्वेसनहरू सोधिराख्नुहुन्छ उहाँ व्यस्त हुनुहुन्छ किनभने डकुमेन्टहरू पठाएको हेर्नै भ्याउनुहुन्न नत्र भने त इडीको कर कन्फ्युज भएको भएपछि झन् राम्रो लाग्छ मलाई किन भन्नु न कन्फ्युज भएपछि त फेरि नयाँ पठाउनु पाइन्छ अस्ति मेरो ठुलो बुवाको छोरा सुसाइड गरेछ त्यो भएको हुँदाखेरि म कति उमेरको मान्छे धेरै छ त्यो अराउन्ड 39 को इस्राम के साह्रो हो घाटे त्यही त सुसाइड गर्यो त्यसपछि म यता जाँदा यता के गर्दाखेरि क्वेसन इन्ट्रेस्ट लिनुहुन्छ त्यो इडीको साउन्ड नेपाली र इङ्ग्लिसमा लेखेर ग्रुपमा पठाएको छ फेरि पनि हामी पठाउँछौँ फेरि यसलाई अझै सजिलो बनाएर पठाउँछौँ तपाईँलाई मात्रै काम लाग्दैन नि तपाईँले सोधेको प्रश्नले क्लासमा भएको 60 जना विद्यार्थीलाई काम लाग्छ प्रश्न सोध्न नछोड्नु होला डोन्ट वरी ल हजुरहरू सबैलाई सजिलो भयो आज धेरै जसोलाई अझै एक दिन गर्नुपर्छ मेरो प्रस्ताव भोलि फेरि 6-7 जना साथीहरूले भोलि धेरैले नभए पनि 8-10 जनाले भोलि फेरि नयाँ नगरेकाले फेरि प्र्याक्टिस गर्नुपर्छ अर्काको सुनेर आफूले गरेर अर्काको सुनेर आफू प्र्याक्टिसमा जानुपर्छ मुख खोल्नुपर्छ र दुईटा अट च्याप्नुपर्छ नत्र भने प्र्याक्टिस हुँदैन यो चाहिँ नियम सिकेर मात्रै नहुने कुरा हो क्या स्पिकिङ चाहिँ मुखै खोल्नुपर्छ ओपनै गर्नुपर्छ ओठ त्यसले गर्दा तपाईँ आफै गर्नुपर्छ कि त घरमा मोबाइल राखेर एकरो पेलेर आफैले एक्लै कि त क्लासमा गरेर बिगारेर भए पनि सिक्नुपर्छ भोलि पनि गरौँ अनि पर्सि तपाईँहरूलाई मैले यो फेरि फर्काएको छु भने अनि मलाई भन्नु पर्सि म फर्काउँदिनँ पर्सि म एकैचोटि 5 मा जान्छु इज द्याट ओके ओके सर भोलि नयाँ यसको